अब कुरा गरौँ क्यानाडाको पिजिडब्ल्युपीको बारेमा। यहाँ युनिभर्सिटीबाट मास्टर्स गर्नेहरूले कोर्स 1 वर्षको भए पनि सिधै 3 वर्षको वर्क पर्मिट पाउँछन्। तर कलेजहरूमा डिप्लोमा गर्नेहरूको हकमा भने कोर्स जति अवधिको छ त्यति नै महिनाको मात्र पिजिडब्ल्युपी पाइन्छ। जस्तै 8 महिनाको कोर्सलाई 8 महिनाको मात्रै, तर 2 वर्ष वा सोभन्दा माथिको कोर्सलाई चाहिँ बढीमा 3 वर्षको वर्क पर्मिट पाइन्छ। र के बुझ्नु पर्यो भने यसका लागि पनि आफ्नो कोर्स सरकारी प्राथमिकता अर्थात् प्रायोरिटी अकुपेसनमा परेको हुनु पर्यो। र आयो आजको डिस्कसनको लास्ट कन्ट्री, युनाइटेड किङडम। यहाँ इन्टरनेसनल स्टुडेन्टले पढाइ सकिसके पछाडि पाउने वर्क राइटलाई ग्रेजुएट भिजा रुट भनिन्छ। र यसमा पिएचडी गर्नेहरूले 3 वर्ष अवधिको वर्क राइट पाउँछन् भने ब्याचलर्स र मास्टर्स गर्नेहरूको लागि भने 2 वर्ष। तर यो 2 वर्ष अब 2027 जनवरी 1 देखि अप्लाई गर्नेहरूका लागि भने घटेर जम्मा 18 महिनाको हुँदैछ। त्यसैले के बुझ्नु पर्यो भने तपाईहरू जुनै देश गए पनि पढाइ सकिसकेपछि बराबर वर्क राइट पाइन्छ भन्ने भ्रममा नपर्नु होला।